यो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई म एसके काठमाडौँ चोभारबाट नयाँ वर्ष 2082 को शुभकामना। आज नयाँ वर्षको आज पहिलो दिन वैशाख 1 गते सोमबार। म चाहिँ मेरा परम प्रिय मित्र राजेन्द्र छेत्रीसँग आज यो चोभारको मञ्जुश्री पार्क घुम्न आएको थिएँ र त्यसै सिलसिलामा चाहिँ चोभारमा जाऊँ न त भनेर आइयो। यो तपाईहरुले देखिराख्नु भएको यो चाहिँ चोभार हो। यो किम्वदन्ती अनुसार चाहिँ द्वापर युगमा भगवान कृष्णका समकक्षी मञ्जुश्रीले चाहिँ यो काठमाडौँ उपत्यकालाई आफ्नो खड्गले काटेर काठमाडौँ उपत्यकाको यो पानी चाहिँ बाहिर निकालेर बस्ती बसाएको भन्ने किम्वदन्ती छ र मञ्जुश्रीले आफ्नो खड्गले काटेको यो ठाउँ भनेको चाहिँ यही हो एक्ज्याक्टली। यो दुईटा डाँडा छ, यो डाँडा र यो डाँडा बीचमा यसरी आफ्नो खड्गले काटेर चाहिँ बागमतीको पानी बाहिर निकास पठाएर काठमाडौँ उपत्यकामा मञ्जुश्रीले बस्ती बसाएका भन्ने हाम्रो किम्वदन्ती छ। झट्ट हेर्दा र त्यस्तै पनि देखिन्छ र विभिन्न गुफाले भरिएको छ यो। अनि अहिले चाहिँ बागमतीको डङडुङ्ती गनाइरहेछ यो काठमाडौँ उपत्यकाभरिको फोहोर आएर चाहिँ अहिले म चाहिँ तलबाट चाहिँ उक्लेर आउँदैछु र अहिले यता माथि जान्छु। त्यो देखिरहनु भएको पुल चाहिँ हाम्रो दक्षिणकाली जाने पुल हो, बागमतीको पुल। यो चाहिँ करिडोर पनि हो। त्यो चाहिँ गुफा है। यहाँनिर चाहिँ यसको यो वारिपारी दुवैतिर चाहिँ विभिन्न किसिमका 40 प्रजातिका चराचुरुङ्गी चाहिँ यहाँ अब खोपी बनाएर बसेको भन्ने स्थानीयहरूको भनाइ छ। त्यसमा चाहिँ 16 जातका परेवाहरू नै पाइन्छ यहाँ भन्छन्। यो चाहिँ चोभारको गल्छीबाट देखिने काठमाडौँको सानो छाया। यो चाहिँ लगभग 150 मिटरको गहिराइमा रहेछ, तर साँगुरो 15 देखि 20 मिटरको चौडाइमा काटिएको रहेछ यो मञ्जुश्रीबाट। त्यो बगिरहेको चाहिँ बागमती हो। आज चाहिँ नयाँ वर्षमा यो मञ्जुश्री पार्कमा सामान्य मान्छेहरू चाहिँ घुम्न रमाइलो गर्न आफ्नो परिवार साथीभाइहरूसँग आउने एउटा स्पोट रहेछ। मानिसहरू चाहिँ आज परिवारजन इष्टमित्र साथीभाइसँग रमाइलो गर्न आएको ठाउँ एकदम यो स्पोट हो। अनि आफ्नै तरिकाले साथीभाइहरूले रमाइलो गर्नुहुन्छ। कोही गीत गाउने, बजाउने, नाच्ने, अनि एउटा ड्राई पिकनिक जस्तो आएर चाहिँ रमाइलो गरिरहनु भएको छ। नयाँ वर्षलाई हर्ष उल्लासका साथ साथीभाइहरूले मनाइरहनु भएको छ। आशा गरौँ यो नयाँ वर्ष 2082 ले चाहिँ सबैको जीवनमा चाहिँ सुख शान्ति समृद्धि ल्याओस्। मित्र यता एकपल्ट हेर्नु त।
उहाँ चाहिँ मेरो परम मित्र राजेन्द्र छेत्रीजी हुनुहुन्छ। आज उहाँसँगको नयाँ वर्षको नयाँ अनुभव छ मसँग।